नमस्कार साथीहरू, विक्रम एम्बुलेन्स ड्राइभर थियो। उमेर 32 वर्ष, काम लास ओसार्ने। तर सामान्य लास होइन, ती लास जसले लिन कोही आउँदैन। जस्तै अनाथ मान्छे, गरिब मान्छे जसको कुनै आफन्त छैन। यो काम गर्दा उसले धेरै कुरा देखेको थियो, तर भूत प्रेत, अनौठो आवाज यस्ता कुरामा उसले कहिल्यै विश्वास लाग्दैन थियो। अझ भन्थ्यो सबै मनको खेल हो, भूत प्रेत हुँदैनन्। तर एक रात उसले जे देख्यो त्यसको यो विश्वास सधैँका लागि टुट्यो। चोरा ठ्याक्कै 11 बजे उसको मोबाइलको घन्टी बज्छ। एउटा गाउँबाट फोन आएको हुन्छ। नाम थियो कालिन्जर। कालिन्जर नाम सुन्ने बित्तिकै विक्रमका टिमहरूको होस उड्छ। जुन मान्छेहरू हाँसिरहेका थिए एक सेकेन्डमै चुप्प लाग्छन्। तर एउटा पुरानो ड्राइभरले उसले एकातिर लगेर भन्छ, त्यो ठाउँमा नजानु, त्यो ठाउँमा जो जान्छ त्यो कहिल्यै फर्केर आउँदैन। म पनि एकपटक गएको थिएँ, तर त्यहाँ जे देखेँ म भन्न सक्दिनँ। तर विक्रमले कुनै कुरा सुन्दैन, किनभने त्यसले काम भनेको काम नै हो। उसले गाडी अगाडि बढायो। सहरबाट निक्लिसकेपछि बाटो साँगुरो हुँदै गयो। चारैतिर अग्ला रुखहरू मात्र थिए, अरू केही थिएन। त्यसपछि जङ्गलभित्र छिर्दा सिग्नल नै हरायो। त्यसपछि यहाँबाट सुरु हुन्छ भुतिया कहानी। आधा घन्टापछि उसले अँध्यारोमा एउटा घर देख्यो। एक्लो घर, सुनसान बाटोको बिचमा। घर बाहिर एउटी बुढी आमा एक्लै उभिएकी थिइन्। अब तपाईँ नै भन्नुहोस्, मध्यरातमा जङ्गलको बिचमा एउटी बुढी आमा किन उभिन्छन्? विक्रमले यो प्रश्न सोधेन। उसले हतार थियो, अनि यस्ता कुरा सोध्ने उसको बानी पनि थिएन। अनि आमाले भन्छन्, मेरी छोरीलाई लगेर जाऊ बाबु, भित्र उसको लास छ। त्यसपछि विक्रम घरभित्र गयो। बत्ती थिएन, सिर्फ एउटा मोमबत्ती मात्र बलिरहेको थियो र बिचमा एउटा ताबुत। त्यसपछि उसले ताबुत खोल्यो। ताबुतभित्र एउटी जवान केटी थिइन्, जुन मरेकी थिइन् तर सुतिरहेकी जस्तो मात्र देखिएकी थिइन्। तर उनको हातमा एउटा रातो धागो बाँधिएको थियो। तपाईँले थाहा छ हिन्दू परम्परा अनुसार रातो धागो किन बाँधिन्छ? किन बाँधिन्छ भन्दा रक्षाको लागि बाँधिन्छ, यमराजले नलैजाओस् भनेर। विक्रमले लासले गाडीमा राख्यो। बुढी आमाले टाढीबाट हेरिरहेकी थिइन्, न हिँडिन् न बोलिन्। तर जब उसले घरतिर हेर्छ, बुढी आमा त्यहाँ थिएनन्। विक्रमलाई लाग्छ सायद अँध्यारोले धोका दिँदैछ, तर त्यहाँ कोही थिएनन्। गाडी अगाडि बढ्यो। विक्रमको मनमा डर बस्न थालिसकेको थियो। तर विक्रमले सोच्छ, मैले जे सोचिरहेको छु सिर्फ यो मेरो मनको भ्रम र दिमागको खेल मात्र हो। तर 15 मिनटपछि पछाडिबाट आवाज आयो, खट 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 खट, एउटै लयमा, जस्तो कि जान कसैले बजाइरहेको होस्। विक्रमले गाडी रोक्यो र ताबुत खोल्यो। तर विक्रमले त्यहाँ जुन दृश्य देख्यो नि, त्यो एकदम भयानक थियो। ताबुतभित्र राखेको लास नै थिएन। सोच्छ, बाटोमा त मैले कतै पनि गाडी रोकेको थिएन, आखिर यहाँको लास कहाँ गयो? अनि त्यसपछि ऊ डरै डरै अगाडिको सिटमा जान्छ। तर उसले पछाडिको सिटबाट चिसो आवाज फेरेको सास सुन्यो। बिस्तारै फर्केर हेर्दा त्यही केटी त्यही सिटमा बसेकी थिए, आँखा सेता सिधै उसैतिर हेरिरहेकी। अब केटीले भन्छ, मलाई घर पुर्याइदेऊ न दाजु। यो सुन्नसाथ विक्रमको घाँटी सुक्यो, सक्ने जति चिच्चायो, तर आवाज निस्केन। अनि विक्रम देख्यो केटीको हातको रातो धागो फुस्किएको थियो। तर त्यो रातो सडकमा कुनै गाडी चलेका थिएनन्, सिर्फ सुनसान मात्र थियो। यताउति हेर्दा जङ्गल मात्र थियो, तर त्यही सुनसान नै सबैभन्दा भयानक थियो। त्यसपछि विक्रमले डरले गाडीबाट हाम फाल्यो र पछाडि नहेरिकन जङ्गलतिर भाग्यो। बिहान गाउँलेहरूले उसले जङ्गलको छेउमा बेहोस भेटाए र उसले तुरुन्त अस्पताल लगियो। विक्रम ठिक भएपछि उसले सबै कुरा आफ्ना साथीहरूलाई सुनायो। तर जब विक्रमका टिम कालिन्जर गाउँ खोज्न गए, त्यहाँ कुनै कालिन्जर भन्ने गाउँ नै थिएन। बस वर्षौँ अगाडि जलेको एउटा घर मात्र थियो। अनि रेकर्ड अनुसार त्यहाँ एउटी केटी 3 महिना अगाडि नै मरेकी थिइन्, तर उनको लास कहिल्यै फेला परेको थिएन। तपाईँले कहानी सुनाउँदा सुनाउँदै मेरो यहाँ हालै खराब भइसकेको छ, मलाई डर लागिसकेको छ। त्यही भएर भिडियोलाई लाइक गरिहाल्नु होला। र तपाईँले म एउटा कुरा भन्न चाहन्छु, यदि तपाईँसँग पनि यस्तै घटना घटेको छ भने मैले डिस्क्रिप्सनमा मेरो इमेल आइडीको लिङ्क राखिदिन्छु। त्यहाँ क्लिक गरेर तपाईँले मलाई आफूसँग घटेका घटनाहरूको बारेमा डिटेलमा लेखेर पठाउन सक्नुहुन्छ। र अर्को कुरा, मैले मेरो फेसबुक आइडी, टिकटक आइडीको लिङ्क पनि डिस्क्रिप्सनमा राखिदिएको छु। त्यहाँ क्लिक गरेर तपाईँले मलाई फलो गर्न सक्नुहुन्छ। यति त गर्न नै सक्नु होला। आउनुहोस् फेरि अर्को कहानीतर्फ लागौँ। यो कथा सुनिल दाईको, जसले विगत 8 वर्षदेखि पोखरामा राति ट्याक्सी चलाउँथे। त्यो रात दसैँको समय थियो। बजार पुरै बन्द भइसकेका थिए र उनी अन्तिम मान्छे लिएर घर फर्किने सोचमा थिए। मौसम ठिकै थियो, तर सडकमा बत्तीहरू एक एक गर्दै निभ्दै थिए। सडकमा कुकुरको भुकै बाहेक अरू आवाज थिएन र सुमन दाई गाडीले सडकको छेउमा पार्क गरेर एक कप चिया पिउने सोचमा थिए।
त्यही बेला फुटपाथको छेउमा एउटा बुढा मान्छे देखा परे। कालो कोट लगाएका, हातमा पुरानो झोला बोकेका ती बुढाले हात हल्लाए। त्यसपछि सुमन दाइले गाडी रोके र बुढाले सिटभित्र बस्दै ठेगाना दिन्छन्। माली पोखराको पुरानो घर नम्बर 33 मा पुर्याइदिनु। सुमन दाइ अलि अलमल्ल परे, किनभने त्यो ठाउँ उनलाई राम्ररी थाहा थियो। त्यो घर 20 वर्ष अघि नै जलेर खरानी भइसकेको थियो र अहिले त्यो ठाउँमा कोही बस्दैन। हजुर, त्यो घरमा त अहिले कोही बस्दैन नि भनेर सुमन दाइले सोध्छन्। बुढाले शान्त स्वरमा जवाफ दिन्छन्, म त्यहीँ बस्छु। यति सुन्नसाथ सुमन दाइले अचम्म लाग्यो, तर उनको घरमा सामान सकिएको थियो। दिनभरि काम गर्दा पनि उनले सामान किन्ने घरका लागि त्यति पैसा कमाएका थिएनन्। त्यसैले सुमन दाइले गाडी अगाडि बढाए। त्यसपछि बुढाले बाटोभरि एउटै कुरा दोहोऱ्याउँछन्, छोरो आउँदैछु भन्थ्यो, आज त छिटो जानुपर्छ। सुमन दाइले केही जवाफ दिँदैनन्, केवल ड्राइभिङमा मात्र ध्यान दिन्छन्। अब बुढाको घर आयो। सुमन दाइले सोधे, हजुर तपाईँको घर यही हो? तर कुनै जवाफ आएन। त्यसपछि सुमन दाइले पछाडिको सिट हेर्छन्, तर त्यहाँ कोही थिएन। उनी डराएर गाडी त्यहीँ रोके। धन्न साहस गरेर ट्याक्सीबाट बाहिर निक्लिन्छन्। तर अगाडि हेर्दा उनले केही जलेको घर, केही बुढो घरको झ्यालबाट एउटा अँध्यारो उज्यालो आइरहेको, जुन उनी नजिक जान साथ निप्छ। त्यसपछि सुनिल दाइले पछि थाहा पाउँछन्, त्यो घरमा 10 वर्ष अघि नै आगा लागिमा एक बुढा र उनको छोरा मारिएका थिए। उनी झसङ्ग हुन्छन्। सुनिल दाइले अझैसम्म पोखरामा राति ट्याक्सी त चलाउँछन्, तर त्यो घरबाट जाने क्रममा त्यो घरले फर्केर पनि हेर्दैनन्। र भिडियोमा लाइक र सब्सक्राइब गर्नुभएको छैन भने गर्नुहोला। म यस्तै भिडियो लिएर आउनेछु। यदि तपाईँसँग पनि यस्तै घटना घटेको छ भने मैले डिस्क्रिप्सनमा मेरो इमेल आइडीको लिङ्क राखिदिन्छु। त्यहाँ क्लिक गरेर तपाईँले मलाई आफूसँग घटेका घटनाहरूको बारेमा डिटेलमा लेखेर पठाउन सक्नुहुन्छ। र अर्को कुरा, मैले मेरो फेसबुक आइडी, टिकटक आइडीको लिङ्क पनि डिस्क्रिप्सनमा राखिदिएको छु। त्यहाँ क्लिक गरेर तपाईँले मलाई फलो गर्न सक्नुहुन्छ। यति त गर्न नै सक्नुहोला।